हाँसे कलाकार बले सागर लम्साल माथि लागेको जुन बलात्कारको आरोप छ, यो विषयलाई लगेर मैले दुई चार शब्द बोल्न चाहे। हुन त पीडा के हो भोग्नेलाई थाहा हुन्छ, जसलाई पर्छ त्यसैलाई थाहा हुन्छ। भोगाइमा र सुनाइमा धेरै फरक हुन्छ, थाहा छ। तर पनि घटना घटेको 1 वर्ष पहिले घटेको घटना 1 वर्ष पछि आएर सामाजिक सञ्जालमा भनौँ नि एकदम रैलो मच्चिन्छ भने त्यो घटनामा कसरी विश्वास गर्ने भन्नेतर्फ दिमाग जान्छ के। घटना त त्यति बेलै घटनाको छानबिन हुनु पर्यो जति बेला घटना घट्छ। महिना दिन भए पनि ल मान्छ, हल्का 5-6 महिनाको कुरा भए पनि मानिन्थ्यो। महिना दिन होइन, घण्टा होइन, मिनेट होइन, एक वर्षसम्म मौन बस्ने। यदि साँच्चीकै हाँसे कलाकार बले सागर लम्सालले त्यो केटीलाई बलात्कार गरेकै हो भने यत्रो एक वर्षसम्म किन मौन बसिन् हैन। 1 वर्ष पछि आएर मलाई बलात्कार गर्यो भनेर 81 कसैलाई आरोप लगाउनु भनेको त्यो सानो कुरा होइन। हुन त उहाँले लगाएको आरोप हो या सागर लम्सालले साँच्चीकै उहाँलाई करणी गरेकै हो, त्यो त उनीहरू दुईटा बीचको कुरा उनीहरूलाई नै थाहा होला। तर हल्का विश्वास लाग्न मुस्किल भएको कुरा के हो भने त्यो घटना 1 वर्ष पछि बाहिरियो नि त। 1 वर्ष पछि घटना बाहिरिँदा हल्का विश्वास गर्न मुस्किलै हुन्छ के। आफूमाथि भएको पीडा हैन, यदि साँच्चीकै उहाँको अनुमति बिना नै सागर लम्सालले त्यो केटीको अनुमति बिना नै सागर लम्सालले उहाँलाई करणी गरेको हो भने 2-4 दिन भन्न नसके पनि जहाँसम्म त जति बेला घटना घट्यो त्यति बेला नै त्यो घटना बाहिरिनु पर्यो। त्यो मौन बसेर हुँदैन नि त हैन। यदि आफ्नो अनुमति बिना भएको घटना छ भने किन मौन बसिराख्ने। त्यो घटना त बाहिर सकिन्छ, नियम कानुन छ हैन। सबै कुराको भनौँ नि जहाँ इच्छा त्यहाँ उपाय कुरा थियो। अब म चाहिँ धेरै बोल्न चाहिन। मैले भन्न खोजेको कुरा अब सत्य तथ्य के हो, 1 वर्ष पछि चाहिँ सामाजिक सञ्जालमा रैलो भएको यो घटना है, यो बलात्कारको आरोप लाग्नु भनेको सानो कुरा होइन। अनि कसैले कसैलाई करणी गर्नु भनेको पनि सानो कुरा होइन। हाम्रो नयाँ सरकार आएको छ, नयाँ नियम कानुन आएको छ, एकदमै कडा नियम कानुन आएको छ। एकदमै हाम्रा प्रधानमन्त्रीज्यू गृह मन्त्रीज्यूहरू एकदमै कडा हुनुहुन्छ। अब आशा पनि छ यो कुराको चाहिँ छानबिन होस् साँच्चै है। दोषी जो भए पनि भनौँ नि अब कलाकार बले सागर लम्साल ले साँच्चीकै करणी गरेकै हो कि उहाँले लगाएको आरोप पो हो कि दुईटैलाई एक आपसमा ल्याएर हैन एउटै ठाउँमा राखेर छलफल होस्, छानबिन होस्, घटनाको सत्य तथ्य बाहिरियोस्। अब दोषीलाई चाहिँ कडा भन्दा कडा सजाय होस्, यही भन्न चाहन्छु। किनकि उहाँले आरोप लगाउनेले झुटो आरोप लगाएको भए पनि उहाँलाई पनि कडा भन्दा कडा कारबाही होस् छानबिन पछि चाहिँ है। यदि सागर लम्सालले करणी गरेकै हो भने पनि उहाँलाई पनि कडा भन्दा कडा एकदमै कडा सजाय होस्, म त्यही भन्न चाहन्छु। अब मैले चाहिँ 2-4 शब्द आफ्नो मनमा लागेका कुराहरू राखे। हजुरहरूको विचार चाहिँ कस्तो छ अब त्यही हो है। आफ्नो सोच हो, आफ्नो विचार हो, त्यही हो।